चिया हुँदैछ चिया भ्यू चाहिँ यस्तो छ यहाँको भ्यू चाहिँ यो गाइस ब्ल्याक टी र हाम्रो भाइले यहाँ आज म्यागी त छैन म्यागी ल्याउनै बिर्स्यो यहाँ पनि पाउँदैन रहेछ वाइ वाइ बनाइ हुँदैछ प्याजै काटी हुँदैछ कतै प्याज यहाँ टमाटर धनियाँ मासुै पकाएको जस्तो छ त हौ वाइ वाइ त वाइ वाइको मासु हो यो चाहिँ घरकै टमाटर अर्ग्यानिक एकदम होइन डल्लै हाल्थ्यौँ आज सब्जी वाइ वाइ खायो भने आज गरमले तेल यस्तो भएछ है डाल्डा लाग्छ लु भाइ भाइ रेडी भयो अब धनियाँ हाल्ने पालो भएको छ लु भाइ भाइ पाक्दैछ नि नेपालको टप चाहिँ 50 रुपियाँ रहेछ दाम चाहिँ हो नेपालको 50 अनि टप चाहिँ उताको चाहिँ छ तर यस्तो प्याकेटमा आउँदैछ उयो दिएको छ बटर दिएको छ सुक्खा न सुक्खा 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 डढेको जस्तो हुँदैछ र पनि ठिकै छ मिठै छ लु वाइ वाइ रेडी भयो लु खोलाकोमा गरम गरम मिठै भएछ